3 आनाको फुल फर्निस घर। 3 आनामा पनि दराज, पलङ, मेट्रेस, सोफा सबै राखेर बनाएको एउटा घर, एकदमै आकर्षक डिजाइनमा। मोहडा पनि कुन दक्षिण र पूर्व। बाटो कत्रो 20 फिटको 16-20 फिटको बाटोमा तपाईँ घर खोज्दै हुनुहुन्छ भने आउनुहोस्। यो घर कस्तो छ त भित्र हेरौँ। अब यो रेन्टल स्पेस भयो, बाइक यता राख्नलाई दुईतिरै खुल्ला छ, मजाले घाम लाग्ने घर। अब रेन्टल पनि एकदम मजाको छ। हेर्नुहोस् न, यो लिभिङ, एउटा बेडरुम, एउटा चिटिक्क परेको किचन। आउनुहोस् माथि कस्तो छ, माथि जाउँ। यो फ्ल्याटमा चाहिँ 3वटा बेडरुम, किचन र डाइनिङ माथि। आउनुहोस् यहाँबाट सुरु गरौँ। यो तपाईँको एउटा बेडरुम, टक्क बेड, म्याट्रेस, मजाको डाइनिङ, अनि त्यसपछि ड्रेसिङ। त्यसपछि यो अर्को बेडरुम र यसमा पनि बेड, यतापट्टि दराज, ड्रेसिङ, चिटिक्क परेको, परिवारलाई चिटिक्क परेको घर। आउनुहोस् यतापट्टि जाउँ। यहाँ कमन बाथरुम र यो चाहिँ मास्टर बेडरुम। अब यसमा मजाको दराज, त्यसपछि दराज, अनि त्यसपछि अब यसमा पनि म्याट्रेस, सबै कुरो मैले के दोहोऱ्याइ राख्ने, बाहिर कोसी, यसमा अट्याच बाथरुम पनि। हेर्नुहोस् न कस्तो मजाको। अनि यो चाहिँ तपाईँको भान्साघर, किचन। अनि किचनसँग डाइनिङ चाहियो नि त, होइन? म लिभिङ पछि देखाउँछु। ल हेर्नुहोस् त, यस्तो मजाको डाइनिङ मात्रै हो र, डाइनिङ टेबल हेर्नुहोस् न। 3 आनाको घरमा यस्तो मजाको फिनिसिङ गरेको घर 3 आनामा नकिने अनि कस्तो घर किन्ने? तपाईँ अब यता आउनुहोस्। ल यो हो तपाईँको लिभिङ रुम। ल हेर्नुहोस्, उता टिभी क्याबिनेट, यहाँ यो सोफा। यसरी सबै फिनिसिङ गरेर तपाईँलाई ठिक्क पारिदिएपछि अनि अब के गर्नुहुन्छ? ल भन्नुहोस्। तपाईँलाई भर्खरै सर्ने खालको घर चाहिएको छ भने अशोक घर संसार नेपाललाई यो भिडियो हेर्ने बित्तिकै फोन गर्नुहोस् है। किनभने ढिलो गर्नुभयो भने फेरि भोलि यो घर मलाई मन पर्यो भनेर के गर्ने? त्यसैले तुरुन्तै फोन गर्नुहोस् र यो भिजिट गर्नुहोस्।